लस्सो फेफुलो अनि नमस्ते सबैजनालाई स्वागत छ मेरो यो हिजोको बर्थडेको मिनी ब्लगमा है। हिजो चाहिँ मेरो बर्थडे थियो र धेरैजनाले मलाई एकदमै राम्रो विश गर्नुभएको थियो है। सबैजनाले मलाई धेरै धेरै धन्यवाद छ सबैजनालाई। र यहाँ चाहिँ म छिमीहरू घरमा बाल्दैछु है। सबै आफ्नो अब आमा आप्पाको आशीर्वाद लिन्थे है। आमा आप्पा हुनुहुन्न र मेरो सासू आमाको त बिहानै आशीर्वाद लिए, भगवानहरूको पनि आशीर्वाद लिएर चाहिँ मैले सबैहरू पूजाहरू सकेँ है। घरको बिहानै उठेर नुहाइधुवाइ गरेर अन्त घरको सबै पूजाहरू चाहिँ मैले सकेपछि चाहिँ म गएँ गुम्बामा है। अनि गुम्बामा त म थाहै छ सधैँ नै जान्छु अनि बर्थडेमा पनि सधैँ जान्छु म है। मेरो हस्बेन्ड म यहाँ हाम्रो यो जबरा गुम्बा हो, एकदमै राम्रो छ है। तपाईँहरू पनि कहिले आउनुभयो भने भिजिट गर्नु होला है। र त्यही हो, गुम्बामा आएपछि पनि त्यही साङहरू गरेँ, साङ सेर्गेम, छिमीहरू बाले है। अन्त यहाँ जोजो पनि हुनुहुन्थ्यो, जोजोले एकछिन भन्नु पनि भयो है। त्यहाँनिर पूजा पनि गरिदिनु भयो र मैले पनि छिमीहरू बालिसकेँ र मेरो हस्बेन्ड म अन्त मेरो ठुलो छोरा चाहिँ गएको थिएँ है। र हामी तिनैजना पूजाहरू गरिसकेर त्यसको बादमा चाहिँ घर फर्केको। यहाँ चाहिँ जोजोले नै खदाहरू लगाइदिनु भएको थियो। अन्त दिनभरिको त देखाउनु पाइनँ है। म दिउँसोतिर चाहिँ उता मरौमा गएको थिएँ नि त है। एकजना अस्ति जोजो खस्नुभएको घेवा थियो अनि त्यहाँ गएको थिएँ। अनि त्यहाँबाट आएर फेरि यो बेलुकाको त हिजो पनि देखाएको थिएँ मैले है। यहाँ के बनाएको छु भनेर देखाउँदैछु तपाईँहरूलाई। बेसी ठुलो त गरेको छुइनँ, यहाँ नानाहरूलाई मात्रै बोलाएको छु है। अब चाहिँ केक काटेको भिडियो चाहिँ तपाईँ आफै हेर्नु होला। र यहाँ केकहरू सबै काटिसकेपछि चाहिँ यहाँ मेरो नानाहरूले मलाई खदाहरू लगाइदिनु हुँदैछ है। र के बनाएको भनेर चाहिँ म तपाईँहरूलाई यहाँ पनि देखाउन सक्छु। यो चाहिँ स्न्याक्समा छ चिकन पकोडा है, बनाएको भुट्टु, अनि यहाँ नानीहरूलाई चाहिँ फ्रेन्च फ्राई, र यता चाहिँ बिरयानी पनि रेडी भइसकेको छ है। र सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म चाहिँ है। सबैले धेरै राम्रो राम्रो विश गर्नुभएको छ।